हेलो साथीहरू, आज चाहिँ म हजुरहरूलाई आफूले जानेको कुरा सेयर गर्न आएको छु। हजुरहरूले भिडियोलाई फुल वाच गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला है। यो के हो हजुरहरूलाई थाहा छ? हजुरहरूको घर गाउँमा पनि पाइन्छ होला। यसलाई चाहिँ तितेपाती भन्छन्। यो तितेपाती चाहिँ आज मैले कान्लाहरूबाट हैन यस्तो भिरपाखाहरूबाट काटेर लिएर आएको छु। अनि यसले चाहिँ के गर्ने भन्नुहुन्छ भने यो चाहिँ हामीले बनाएको बाटेको धुप, हामीले जुन धुपहरू बनाउँछौँ नि त्यसमा मिक्स गर्नु है। यो तितेपाती चाहिँ त्यसमा मिक्स गर्यो भने के हुन्छ भन्नुहुन्छ भने यो अब हामीले पनि पुराना बुवा आमाहरूले हजुरआमाहरूले भनेको कुरा सुनेको हो हैन। यो तितेपातीले चाहिँ घरमा भएको नेगेटिभ सोचहरू हैन, अब कसैले नराम्रो सोचहरू गरेका छन् भने पनि यो धुपको गन्धले चाहिँ धेरै कुराहरूलाई परिवर्तन गर्छ अनि एकदम धेरै राम्रो पनि हुन्छ भन्ने चलन छ। त्यही भएर मैले मिक्स गर्छु अनि यसको बास्ना पनि एकदम धेरै मिठो छ है।